वेलकम टु माई ब्लग। फेरि नयाँ भिडियो आएको छ। आज चाहिँ ईद स्टार्ट भएको छ आजदेखि। हिजोदेखि चाहिँ अब रमजान सक्यो। आज चाहिँ ईदको थोरै भिडियो बनाउने होइन। अब बोल्न त सकिँदैन अरबिकसँग। अब त्यही पनि अब हामी यहाँ नेपाली दाइहरूसँग बोल्ने हो। अनि आज चाहिँ ईद मुबारक ल दाजु। ईद मुबारक दाजुलाई। ईद मुबारक। अनि आज ईदको यसो भनिदिनु, म त नयाँ मान्छे, केही थाहा छैन होइन। बारेमा पनि के भन्नु, ईदको शुभकामना, ईद मुबारक होइन। हजुर, हामी यसो दाजुभाइ वकिङको लागि वकिङतिर जाँदैछौँ, फुजेरा बिचतिर। त्यही हो, घुमघाम कतै छैन हाम्रो लागि। ड्युटी छ भाइको, नाइट ड्युटी। मेरो चाहिँ नाइट ड्युटी छ आज। अनि आज चाहिँ अब अरू बेला चाहिँ अब त्यही हो, रमजानमा बिहानभरि अब दिउँसो बेलुका मान्छेहरू देखिँदैन थियो। बेलुका मात्रै देखिन्थ्यो भने अब आजदेखि चाहिँ पुरै गाडीहरूको प्याक न प्याक हुन्छ यहाँनिर। अब हिजो ड्युटी जाँदाखेरि अब हिजोदेखि सक्यो नि त। अनि त्यति बेला हिजो लास्ट भेट थियो क्या गाडीहरू, यत्तिकै गाडी थियो क्या त यहाँ जान पनि। हिजो त कति छिटो गाडी आएको थियो मेरो त यसमा, प्याक भएर सिग्नलमा जाम भएर। अब आज पनि त्यस्तै जाम हुन्छ। अब अहिलेदेखि प्याक हुन थाल्छको। जोस् केटाहरूले आज स्टेसनमा दरो टिप्सहरू आजदेखि 3 दिन चाहिँ टिप्स दरो कमाउँछन्। यो चाहिँ फुजेराको डेको एरिया हो होइन। अब यता फुजेरा हो। अब यहाँदेखि अब हल्का कालबा अल फसलतिर जान्छ। अब यहाँनिर ठक्क भयो यो भनेको फिस मार्केट छ। फिस मार्केट अब एकदिन आउँला भनेको। अब कहिले फिस किन्ने जुरेन पनि, अब कहिले फिस किन्ने हो थाहा छैन। अब यहाँ चाहिँ सिग्नल छ यता साइडतिर, पर बिचतिर यताउति ठाउँहरू छ, अम्ब्रेला बिचहरूतिर। अनि अब सिग्नल हो, अब सक्क सिग्नलबाट बाटो क्रस गर्नुपर्छ। अहिले त त्यति गाडी रहेन रहेछ है। भइसक्यो क्या, यताको उता जान्छन्, उताको यता आउँछन् क्या। अनि यताको अलिअलि बजेको ट्याक्सी सेक्सी गाडीहरू हो। यहाँ चाहिँ अब रोड क्रस गर्दाखेरि एकदम सिग्नलबाट क्रस गर्नुपर्छ, नत्र 400 रुपियाँ फाइन लाग्छ होइन। नत्र रोड क्रस गरेन भने चाहिँ अब बिच बाटोबाट क्रस गर्न खोज्यो भने चक्कासँगले फाइन उयो लाग्छ। अब एक्सिडेन्ट पनि हुन्छ, मान्छे मर्छ, त्यही छ होइन। म त गाडी आएको छ है गाउँ भन्ने छ रोकेको लास्टमा त। ल हामी चाहिँ कर्ने साइडको ठक्क उयसमा आएको छौँ होइन। पहिला पनि एकचोटि मर्निङ भिडियो बनाइसकेको थियौँ। अब अहिले चाहिँ हामी ठक्क त्यहाँनिर समुद्र माथि गएर बस्ने, एक अलिकति भ्यू हेर्ने, अनि एकछिनमा मची रनिङ हान्ने होइन। यसरी आज त धेरै भिड छ क्या। आज चाहिँ ईद हो होइन। ईदले गर्दाखेरि अझ धेरै रमाइलो भइरहेछ। यसो हेरौँ त्यहाँको दृश्यहरू कस्तो कस्तो छ होइन। ल हेरौँ त्यहाँनिर। आज एकदम भिड, अरू बेला मान्छे नै हुँदैन थियो। आज प्रायः मान्छेहरू नुहाइरहेको छन्। ईदको स्पेसली ईदको आज एकदम रमाइलो गरिरहेछन् होइन। घरि यो पानी घट्छ, घरि बढ्छ कि। उता अगाडि अलिक अगाडि जाने, अलिक अगाडि जाऊँ न। यसरी बसिरहेको थियो दिउँसो, अनि राति यसो अब खान्थेँ होइन। आज चाहिँ एकदम फ्री जस्तो महसुस भइरहेको छ क्या सबैजनालाई। यहाँ हेरौँ त आज अलिकति भिड पनि छ। आज जताततै रमाइलो पनि छ क्या यहाँनिर। अब यसो घुम्नु जानलाई अब मिल्दैन होइन। अब यसो घुम्नु जानुहुन्थ्यो। अब आज चाहिँ नाइट ड्युटी पनि छ, भ्याइदिनु पऱ्यो होइन। तपाईँ अलिकति राम्रो सिन बनाएर यसरी हालेको छ होइन।
ल आज चाहिँ यस्तै भिड छ होइन। यहाँनिर अब मान्छेहरू सबैजना ईदको उपलक्ष्यमा चाहिँ आज यसो धेरै दिन पछाडि बाहिर घुम्न पाएको, बेलुका बेलुका साँझमा होइन। आज सबैजना घुम्न निस्किरहेको छन्, यस्तो भिड छ यहाँ पछाडि होइन। अता अगाडि पनि अब सबैतिर भिडै भिड छ। अरू बेला अब 1 महिनासम्म मान्छे नदेखेको मान्छे, अब आज चाहिँ सबैतिर मान्छे नै मान्छेको भिडको परिवार देख्न पाइरहेको छन्। अब फ्यामिलीहरू सबै लगभग फ्यामिली जति सबैजना बाहिर निस्केर ईदहरू मनाउँछन् होइन। अब यो चाहिँ 3 दिन छ क्या, आज भोलि पर्सि फ्राइडे सटरडे एन्ड सन्डे 3 दिन छ ईद। अब 3 दिन चाहिँ पुरै लोकलहरूको छुट्टी छ क्या। आज 3 दिनसम्म मस्तसँगले रमाइलो गर्ने, हिँड्ने, खाने, डुल्ने। 1 महिनाको घरमा बसेको मोटाको चाहिँ अब लुताको सबै निकाल्ने होइन दाइ। आज अब दसैँ जस्तै हो अरे यहाँ। अझ एकदम गाडी नै गाडी पनि छ यहाँनिर। अब सबैजना भ्यू हेर्न, घुम्न, रमाइलो गर्न आएका छन्। अब फ्यामिली आउँछन्, साथीहरू आउँछन् होइन। अब मलाई त अरबिक बोल्न आउँदैन, नत्र अरबिकसँग यसो अलिअलि कुरा गर्नुहुन्थ्यो। अब दाइलाई के पठाउनु पर्यो, दाइले एकदम अरबिक फर्रेर आउँछ, मलाई चाहिँ आउँदैन होइन। अन्त यहाँ चाहिँ अब यस्तै चाहिँ आज चाहिँ खुलेको छ है, यो त पुरै मेला जस्तै खुलिरहेछ यहाँनिर होइन। पुरै मेला जस्तै छ यहाँनिर आज, एकदम खुलिरहेछन् केटाकेटीहरूको इन्जोयमेन्ट गर्ने पार्कको। अस्ति मैले भिडियो बनाउँछु रातिको सिन भएर होला होइन। अब हल्का उयो देखिरहेको छ, अनि मैले परबाट रोड पारिबाट भिडियो भ्लगिङ गरिरहेको छु होइन। अनि आजको दृश्य यस्तै छ, राम्रो रमाइलो छ होइन। आज अब त्यही हो, ईद छ। ईदकोमा उपलक्ष्यमा चाहिँ अब सबैजना बाहिर घुम्न आएको छ। अब पार्किङ एरिया भयो भनेपछि यो भनेको यो बिल्डिङ भइहाल्यो, अरू बेला मैले देखाइरहेको बिल्डिङ। अनि त्यस पछाडि यसरी घुम्ने ठाउँ यो भनेको समुद्र साइड एरिया भयो होइन। अघि मैले त्यहाँको पनि अलिकति देखाइहालेको थिएँ। यहाँ चाहिँ अहिले ल बाइक कुदाउने बोटिङ पनि हालेको रहेछ क्या अहिले चाहिँ। यहाँ छट्टासँगले हेर्नु यहाँको सिन। राम्रो सिन एकदम। अहिले चाहिँ घुम्ने ठाउँ पनि यसो अब के भन्छ बोटिङहरू गर्ने अहिले टुरिस्ट एरिया जस्तै यहाँनिर बनाउनु लागेको क्या। यो पनि लाइक बिच जस्तै। अब यसलाई चाहिँ अब के नाम दिन्छन्, फुजिरा बिच भनेर अब यसको नाम दिइन्छ होला होइन पछि गएर। यहाँ अहिले 2टा यो बाइक कुदाउने, यो मलाई बाइक कुदाउनु लास्ट मन लागिरहेको छ कि। अनि यो अलिकति पुरानो जस्तो लाग्यो होइन। गएपछि यसो राम्रो ठाउँमा गएर बाइकिङहरू हान्नुपर्छ होइन। अहिले चाहिँ 2टा ल्याएर राखेको रहेछ कुदाउनलाई। अनि यो कुदाएर मजाले ट्राभल गर्न सकिन्छ। यति एरिया मात्रै होला है कुदाउने भनेको त, यो राखेको ठाउँमा मात्रै त कुदाउने होला। त्यो चाहिँ के फोटो खिच्न नि अलाउड छ यहाँनिर के हो? राम्रो सिन देखिरहेको केटाकेटीको गाडी कुदाउने हो, एकदम राम्रो छ। यो चाहिँ यसको पनि त पैसा लाग्छ है खेलेको होइन? पैसा तिर्नुपर्छ नि। यहाँ लेखाएको छ त 50, 40, 25 सिङ्गल बाइकहरू त्यसो भने यहाँ रेटहरू लगाइदिएको रहेछ होइन। फ्यामिली 4 पिस बाइक 70।
ल यो चाहिँ बाइक कुदाउने ठाउँ यहाँ रहेछ है। अब ल यसरी चट्टसँगले यहाँ रेड सेट लगाइदिएको छ होइन। अब आज ईदको दिन यसो भिड छ, अरू बेला एकजना मात्रै बस्नुहुन्छ, आज दुईजना बसिरहनु भएको छ चट्टसँगले होइन। यो पछाडिको ब्याकग्राउन्ड पनि क्या राम्रो देखिरहेको छ यसरी बिल्डिङहरूको। फेरि पनि सबैलाई ईद मुबारक है। यो सबै जो अब ईद मनाउनु हुँदैछ सबैजनालाई ईद मुबारक। हेलो, हामी चाहिँ अब चट्टसँगले एउटा आइसक्रिम खान गइरहेछौँ होइन। ईद मुबारक। ईद मुबारक। यस्तो यस्तो छ यहाँनिर। मलाई कुन चाहिँ हजुर नै मिठो हुनुहुन्छ एउटा सेम ओके सेम। अब हामी आइसक्रिम खाँदैछौँ, गाडीमा छ है आइसक्रिम। यसरी यहाँ बेच्न आएको छ गाडीमा। अनि चट्टसँगले ईद मुबारक भाइजान। ईद मुबारक। आइसक्रीम। हाउ आर यू? फाइन गुड। किधर से हो? इंडिया केरला। इंडिया केरला से हो? आप किधर का? नेपाल से हो? नेपाल। यहाँ चाहिँ अब यसरी आइसक्रिम ले लो। आइसक्रिम पा आइसक्रिम मैंगो कट मैंगो स्वीट। हामीले चाहिँ अब आइसक्रिम चट्ट बोक्यौँ। दाइले पनि आइसक्रिम खाँदै हुन्छ। कस्तो छ दाइ आइसक्रिम? एकदम मिठो छ? चिसो हुने रहेछ। टेस्ट कस्तो छ? एकदम बवाल छ। स्ट्रबेरी अनि म्याङ्गो दुईवटा फ्लेभर। अब यो पिङ्कवाला स्ट्रबेरी जस्तो छ होइन, अर्को चाहिँ कलरको चाहिँ हामीहरूको म्याङ्गोको छ होइन। अब हामी यसलाई टेस्ट गर्छौँ कस्तो रहेछ। मिठो होला। अब हामी चाहिँ राजन दाईसँग जाँदैछौँ होइन। राजन दाईले अगाडि नै आइसक्रिमको टेस्ट कस्तो रहेछ होइन। अब ल भाइबाट सुरु। आइसक्रिम खाइयो भर्खर। आइसक्रिमको टेस्ट ओभर मिठो छ दाई होइन। अब कहिले मैले यहाँ आएर अब आइसक्रिम टेस्ट गरेको थिइनँ, अब आज आइसक्रिम टेस्ट गरिरहेको छु म। एकदम मिठो लागिरहेछ मलाई। तपाईँलाई कस्तो लाग्यो भन्नु त? मिठो एकदम चट्ट। यस घाँटी अलि चिसो बनाइरहेछ होइन। गएर तातो पानी खानुपर्छ। चट्ट आनन्दको फिल भयो एकदम। दाई यता ल फेस देखाएर ईद मुबारक कोही त अनि इदिया भाई इदिया। ईद मुबारक। इदिया नहीं दिया। ल भाइलाई दिनु ईद मुबारक। ल दाजु सबैजना ईद मुबारक है। ईद मुबारक। फाइनल्ली अब हाम्रो ब्लग सक्यो होइन। अब दाइलाई नै ईद मुबारक। सबैजनाले ईद मुबारक। अब फाइनली हाम्रो भिडियो सक्यो यतै। अब आजको लागि समाप्त भयो होइन। अब नेक्स्ट भिडियो अब के हो थाहा छैन। आजको ब्लग भनेको स्पेसली ईद मुबारक भन्ने हो होइन। अहिले चाहिँ म युएईमा चाहिँ बाई सी यू अगेन एन्ड नेक्स्ट भिडियो।